भुन्टीले आफ्नो दाजु टोकलेलाई भारी बोकिरहेको बेलामा बाटोमा भेटेकी छिन्। धेरै समयपछि देख्न नपाएको दाइलाई त्यसरी भारी बोकिरहेको अवस्थामा बाटोमा देख्दा भुन्टी बेसरी भावुक भएकी थिइन्। यो देखिसके पछाडि दाइ मलाई चाहिँ तपाईँको धेरै नै याद आयो, तपाईँले चाहिँ मेरो याद आएन, मसँग नरिसाउनु ल भनेर भन्दाखेरि टोकलेले मनभित्र धेरै माया भए पनि तँसँग किन बोल्नु, त त्यस्तो पापिसको सेवा गर्न बसेकी छेस्, तँसँग किन बोल्नु, जा किन आकी भनेर भनेका छन्। तर पनि भुन्टीलाई दाइले मलाई मनैदेखि माया गर्नुहुन्छ, बाहिर मात्र यस्तो भन्नुभएको हो, बाहिर मात्र रिसाएको जस्तो गर्नुभएको हो भन्ने कुरा राम्रोसँग थाहा छ। त्यसैले त्यस्तो नभन्नुहोस् न दाइ, तपाईँ हुनु भएन भने चाहिँ म कसको घरमा जाने, कहाँ बस्ने हो र, यदि उहाँलाई ठिक भयो भने म त्यही घरमा आउँछु, तपाईँहरूले नआइज भने पनि त्यही घरमा आउँछु र त्यही घरमा बस्छु भनेर उनले भनेकी छिन्। त्यो देखिसकेपछि टोकलेलाई पनि धेरै माया लागेर उनी राम्रोसँग बोलेका छन्, किन नआएकी त अहिलेसम्म, त हामीलाई याद आएन, मेरो याद आएन, दाइको याद आएन भनेर चाहिँ उनले एकदम भावुक हुँदै आफ्नो माया व्यक्त गरेका छन्। यो देखेर चाहिँ भुन्टीले मलाई तपाईँको धेरै याद आयो दाइ, तर पनि उहाँलाई छोडेर आउन नसकेर हो भनेर दाइलाई भनेकी छिन्। दाजु बहिनीको माया तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। लामो भिडियो हेर्नको लागि हाम्रो च्यानलमा जानुपर्ने हुन्छ, तपाईँहरू सब्सक्राइब गर्नुहोस् र भिडियोलाई लाइक गर्नुहोस् है त।